म किन पीसीमा खेल्दैनन् केटाहरूले पीसीमा खेल्न किन छोडे यो के अरे बाइपास लगाएर किन खेलिरहेको छ ठुलो ठुलो टिकटकरहरू भनेर म तिमीलाई एउटा चिज देखाउँछु यो आजकल तिमीले देखायो होला भने ठुलो ठुलो टिकटकरहरूले बाइपास लगाएर खेलिरहेको छ पीसीमा खेल्न कोही पनि चाहन्नन् किन खेल्न चाहन्नन् भनेर यो म्याचमा देख्छौ है त नाइस लभली दामी हो यतिको त हान्नु पर्यो त आइडी पनि 80 लेभलको छ नर्मल आइडी नर्मल प्लेयर होइन फेरि 80 लेभलको आइडी हो केटा हेर कहाँ बडी हान्छन् यिनीहरू बडी त हान्नै सक्दैनन् हामी पो बट हो त हामीलाई त खेल्न आउन्न यिनीहरूलाई त बबाल आउँछ 15-20 लेभलको आइडी लिएर आउँछन् केटा हो होइन गेममा 15-20 लेभलको आइडी लिएर आउँछन् अनि नन हेड बडी त लाग्दैन यिनीहरूको Y444सँग सेन्सी मागेर लिएर आस्तो छ क्या यिनीहरूले बुझेनौ त्यस्तो छ भने कसरी खेल्नु गेम चाहिँ सर्भरमै हान्न गाह्रो छ त कसरी हान्नु ल लभली मेरो भाइ अति बबाल हो यतिको त हुनु पर्यो त अब यतिको प्रो प्लेयर भएन भनेपछि गेम कसरी खेल्नु भने के ल हेर त यस्तो हालत छ गेमको अनि यसलाई ब्यान पनि गर्दैन फेरि केटाहरू हेर चिट रिपोर्ट यसलाई एउटा चिट रिपोर्ट आयो होला यो म्याचमा सबैजनाले चिट रिपोर्ट गरे होला नि यो म्याचमा होइन त्यही पनि यसमा चिट फिडब्याक छैन क्या अब गेम कसरी खेल्नु भने